अचार मोमोको अचार अस्ति राम्रो भयो भने यस्तो होइन तरिका हुन्छ नयाँ तरिका बनाउँछु यहाँ हेर भाइ कसरी बनाउँछ ल्याएर यहाँ जिरा धनियाँ पड्काउने सर ल्याएर यहाँ के छ अदुवा लसुन यो सिम्बु तातो खोर्सानी झ्याम्म ल्याएर यहाँ कसरी बनाउने यहाँ सिक्यो है झ्याम्म प्याज हाल्ने यसरी मजाले यस्तै चटनी बनाउने एकछिन पर्ख यहाँ हेर्ने पहिला सेतो तिल हाल्ने पहिला यसरी सेतो तिल यहाँ बेसार 2 चम्चा बेसार हाल्ने यहाँ नुन हाल्ने 2 3 ल एकछिन पर्ख हाल्ने टमाटर यहाँ आएर टमाटर कति पर्दैन त्यही हिसाबले टमाटर हाल्ने अब गतिलो भएन यो भएन नभन्ने पछि फेरि काम त सिक्यो त्यहाँ 15 मिनट पकाउने होला थाहा लाग्यो बाह्र मजा भएको हेर्नु पर्छ है छैन पनि हेर्नु पर्छ कलर त्यहाँ पर्छ भयो अहिले खाम जस्तो होइन भयो नि एकछिन पर्ने चिसो ल्याउँछु भयो साथी अब यहाँ पिकनिक कसरी कस्तो भयो त साथी मोमो चटनी रेडी भयो है अब यहाँ चिया खाने कस्तो हुन्छ पहिला कुरा बाफ्रे बाफ्रे मान्छे खायो भने ठुङ्लुङ्गे हुन्छ ठुङ्लुङ्गे बियोस फेरि मर्दैन मात्रै बियोस मात्रै हुन्छ अझ भएन भनेर जसले हेर्छ उसले भएन भन्छ भने उसले बनाएर भिडियो बनाएर मलाई पठाउनु है कस्तो तरिकाले बन्ने मैले हेर्नु पनि तपाईँ भएन कम्प्युटरले नगर्ने भिडियो बनाएर पठाउने यसरी बन्छ भनेर है बाई बाई